चन्द्रलाई कति बजी खोल्छ है 10 बजी सोध्नुभयो भने चाहिँ एकपल्ट सोधिदिनु त हजुर गोरखकाली मन्दिरको हनुमान यहाँ बाँदर चाहिँ नै रहेछ पूजा गर्न ल्याएको पूजा साधन पनि बाँदरले जम्मै खोक्दिँदो रहेछ यहाँ चाहिँ यिनीहरूले चाहिँ पूजा गर्न गोरखकाली मन्दिर प्रवेशद्वार हामी यहाँबाट चाहिँ मन्दिर प्रवेश गर्दैछौँ गोर्खा दरबार हेमा भण्डार रहेछ शिवलिङ्ग रहेछ अनि यो बाँदर चाहिँ मान्छेको पछि पछि लाग्छ बाहिर ए ल काली मन्दिर घुम्न आएको यहाँ हामी चाहिँ काली मन्दिर देखिरहेको भयो भिडियो यो चाहिँ गोरखकाली मन्दिरको गेटबाट चाहिँ भित्र छिर्दैछौँ पछाडि चाहिँ
काठमा चाहिँ मजाले समाउनु यहाँ चाहिँ मन्दिरमा बाँदरले पूजाको सरदम खोज्न स्ट्यान्डमै भएर बसिरहेछ एक खण्डको मात्रै हुने होला मात्रै हुन्छ कि 3 खण्ड कि 1 खण्ड हो फुल त थियो नि खोइ र यसको हेर कति रातो हो हाय कछुवा खिच्ने गएको त हो नि एउटाबाट खिचेपछि भइहाल्यो दुइटा गोरखकाली दरबारको हामी चाहिँ वारिपाटी सीता पाइला भन्ने यतापट्टि छौँ यहाँबाट चाहिँ गोरखकाली मन्दिर पुरै देखिन्छ ढुङ्गा छ यहाँ चाहिँ चिप्ल्यो भने चाहिँ हो तल पुग्छ यहाँबाट है कहाँ पुग्छ थाहा छैन यहाँ रुखा चाहिँ एउटा भगवान् बसिरहनु भएको छ कन्याउँदै चाहिँ सीताको पाइला दुईवटा पाइला एउटा पाइला चाहिँ फुट्या हो कि यस्तै हो पहिला त दुईवटा सग्लै छ जस्तो लाग्थ्यो एउटा चाहिँ यहाँनिर एउटा चाहिँ कतानिर हो छ अरे यहाँबाट चाहिँ सबै लिप्छ ओह्रालो यतापट्टि गोरखनाथ दरबार गोरखकाली चिलाउनेको कति ठुलो रुख रहेछ चिलाउनेको सीता पाइला यस्तै गर्ने ल गोर्खाको ऐतिहासिक चारधारे धारा यहाँ चाहिँ 4वटा धारा छ तर धारामा पानी चाहिँ 2टामा मात्रै आएको रहेछ 2 धारा चाहिँ पानी छैन
गोर्खाको ऐतिहासिक क्षेत्रमध्ये हो पर्छ भीमसेन पार्क गोर्खामा घुम्न आएको छु मैले भीमसेन पार्क हो शुल्क 10 र 5 रहेछ भीमसेन पार्क भीमसेन थापाको नामबाट भीमसेन पार्क हामी चिल्ले के अरे भीमसेन थापाको भीमसेन स्मारक पार्कमा घुम्न आएको यहाँ ल सबैजना फोटो खिच्ने पिङसेनी भिडियो बनाउने मेरिसा यता लि ल हाई गरिदेऊ भीमसेन थापा पार्क यहाँबाट यहाँ चाहिँ जग्गादाता श्री मकरबहादुर गुरुङ श्रीमती कान्छी गुरुङ माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईज्यूको बाहुलीबाट गोर्खा नगरपालिका वार्ड नम्बर 4 पिपलथोक फिनाममा मुख्तियार भीमसेन थापाको शाली समुद्घाटन सुसम्पन्न भयो। यतिसम्म 2076 पौष 5 गते रोज सात शुभम 76 सालको पौष 5 गते उद्घाटन भएको रहेछ। यहाँ चाहिँ नेपालको झन्डा चाहिँ अग्लो दुईटा छ, दुईतिर भीमसेन थापाको दायाँ र बायाँ। खिचाउने एउटा फोटो